काठमाडौँ तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौँ। द्रुत मार्गको लिङ्क रोड निर्माण सुरु गर्नेछौँ। यस मार्गको लागि रु 17 अर्ब 64 करोड विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौँ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौडा गर्ने कार्य सुरु गर्दै 8 वटा सडक पुल निर्माण सम्पन्न गर्नेछौँ। यस राजमार्गको लागि रु 4 अर्ब 65 करोड विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढी सडकको स्तरोन्नतिको लागि रु 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाडी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौँ। यस अन्तर्गत 65 किलोमिटर सडक स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न रु 2 अर्ब 16 करोड विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सडक कालोपत्रे गर्न र पुल निर्माण गर्न रु 1 अर्ब 46 करोड विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौँ।